नमस्ते सेवारो सबैजनालाई तपाईँहरू सन्चै हुनुहुन्छ होला अनि एकदम सन्चै नै छु न्यु डे न्यु ब्लगको साथमा सधैँ ब्लग स्टार्ट भइसकिसकेको छ होइन। आज चाहिँ स्पेसल भिडियो चाहिँ के छ भन्दाखेरि आज चाहिँ हाम्रो बाजे बस्नु भएको छ, त्यही भएर हामी चाहिँ शान्तिनितिर बस चाहिँ धरानबाट फुलबारी बुढिङबडाङसम्म चाहिँ हाम्रो यात्रा छ। मल्लामी जाँदैछौँ साथीहरू स्याट समाचार हो, तर के गर्नु जिन्दगीमा यस्तै हो। जन्मेपछि मर्ने पर्छ, सबैको अगाडि पछाडि मात्रै हो। त्यसैले अब सबैजनाले हेर्नु सक्नुहुन्छ हामी चाहिँ यो भेडार र धरानको बिचमा छौँ जङ्गलमा, त्यही भएर भिडियो गर्दैछौँ। यता चाहिँ मेरो ड्राइभरै लो भने देख्नु सक्नुहुन्छ साथीहरू घरे कस्तो हुन्छ भने ब्लगमा म तपाईँहरूलाई अर्को क्लिपमा देखाउने छु साथीहरू। अरू 11 बजे किने भर्खर 12 बजे को जिन्दगीमा जन्मेपछि मर नबसेको हुन्छ के गर्ने दुःखदर बाजे सबैजना आउनुभएको छ। मल्लामी बुढिङबडाङ ए उयो सेतो लुगा लाउने कति भयो? 2 भयो। ठिकै देख्छ अब फोन अनुसार। यहाँ घुस उयोसँगै हाल्नुहुन्छ अब सबैजना फर्किँदैछौँ गाइस। यो त चाहिन्छ। मान्छेको जिन्दगी त्यस्तै हो, मरेपछि जन्मेपछि मर्नै पर्छ सबैको, तर अगाडि पछाडि मात्रै हालत त
सबैजना फर्किँदै हुनुहुन्छ मलामीबाट गाइजहरू। ल हामीलाई भन्नुहोस् त एकचोटि फेरि हान्नुहोस् राम्रो धन्यवाद है खुट्टा पो कहाँ यहाँ भयो कति आउँछ गरेर 7 र 8 देखि माथि आउँदै होइन फेरि के अरे कति आउँछ अरे 7 र 8 7 र 8 बाइक माथि आउँदै होइन के कति मजाले नापे यो हो मलामी खाजा बार्दैछु हो गाइजहरू यता कति मिठो हावा ब्लगरहरूले फेरि टाउको गरेर भरे फेरि 7 8 देखि माथि हामी चाहिँ गाइजहरू होइन उयो सकेर पनि हामी चाहिँ फर्किँदैछौँ यहाँ शान्ति दिदीको माइत घर जाँदैछौँ खै अब माइत गाउँमा पनि के भन्छ बाटो नि देख्दैन भन्छ उता हुनुहुन्छ हाम्रो हिरोहरू हिरोइनहरू म चाहिँ यहाँ छु बाँसगाडीमा फोटो खिच्नु यो अन्त राम्रो छ नस्पाती हो यहाँ नस्पाती यो चाहिँ के रहेछ हौ टाढो रहेछ नि कि कहाँ हो यताको यतै उयो डाँडा बजार निस्किँदैन यो चाहिँ बोरीको छाक राइजहरू होइन यो बाटो त उयोबाट हिँडे जस्तो लाग्यो डाँडा बजारदेखि आउँदा कि होइन डाँडा बजारदेखि आउँदा यता तल होला मात्रै यहाँ मात्रै सप्रेको मकै देखेँ बुढी रङमा नत्र सबै रातो परेको देखिरहेको थिएँ शान्तिको गाउँमा माइत गाउँमा त्यही भएर के भन्दै हुनुहुन्छ शान्ति दिदीको माइत जाँदैछौँ टमाटर कसको तपाईँहरूको टमाटरको हालत त्यस्तो छ कसको कपुरदान आफै एभोकाड सँगसँगै डोली खुर्सानी वा मेहनती गाउँठाउँ मकै उयो घर ए म त यता हेर्दैछु इस्कुस मकै ठुलो देखिन भनेको अहिले मात्रै देख्दैछु यो मकै ठुलो बुढी वरङ भरिमा मकै ठुलो यो सफ्रेको यही हो शान्ति दिदीको घरमा यो चाहिँ कसको दुइटै शान्ति दिदीको घर रे ठिकै छ यहीँ हुर्केको बसेको र कामना गाछ के खाएको राम्रो छ पहाड बाफ्रे बा वाह 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 ओ यो पुदिना
यो चाहिँ नस्पाती हो, गाइजर नस्पाती। अब चाहिँ हामी तुम्बारी बुढी मराउदेखि चाहिँ धरान जान लागेको छौँ साथीहरू। यस्तै छ, यो चाहिँ पुदिना हो, ठुलीकोमा टिपेको। अब हामी घर जाने। यो फललाई के भनेर चिन्नुहुन्छ? खोर्सानी अझै राखेको छैन कुन? टाँकी खानु नपै गयो साथीहरू। ड्राइभर चाहिँ मान्नुपर्छ क्या, ड्राइभर निलाइयो। मलाई पछारेर निकै होइन ल भनेको त ड्राइभरको बुढीलाई भन्छ नि। कस्तो दाम पर देखिने चाहिँ कहाँ पऱ्यो फेरि मादेन सादेन खैरेनी भनेको थिएँ, तर यी महसुस त यहाँ थर कामेर गाइस। यो चाहिँ सुकाएको हो।